पर्खनु सायद जीवनको सबैभन्दा गाह्रो काम यही हो, किनकि पर्खाइमा आशा पनि हुन्छ अनि डर पनि हुन्छ। म मनोज 2078 साल मङ्सिर 12 गतेको त्यो साँझ अझै पनि मेरो मनमा जस्ताको त्यस्तै बसेको छ। त्यो दिन काठमाडौँको रत्न पार्क बस पार्कमा म कलेज सकेर घर फर्किने तयारीमा थिएँ। मौसम अलिक चिसो थियो, हल्का कुहिरो लागेको थियो। मानिसहरूको भिड, गाडीहरूको आवाज सबै आफ्नै गतिमा चलिरहेका थिए, तर म भने आफ्नै सोचमा हराएको थिएँ। जीवन पनि त्यही सडक जस्तै लागिरहेको थियो, भिडभाड, हतार अनि केही अधुरोपन। बस आयो, म चढेँ र झ्यालछेउको सिटमा बसेँ। बाहिर हेर्दै थिएँ, मन शून्य जस्तै थियो। त्यत्तिकैमा बस फेरि रोकियो र ऊ भित्र छिरी। त्यो क्षण म अझै पनि शब्दमा व्यक्त गर्न सक्दिनँ। सेतो कुर्ता, कालो सल र आँखामा यस्तो चमक जुन सिधै मुटुमा आएर बस्यो। ऊ मेरो अगाडिको सिटमा बसेकी थिए, तर मेरो ध्यान भने अब बाहिर होइन उसैमा अड्किएको थियो। म आफैसँग सोध्दै थिएँ, किन यति हेर्दैछु म उसलाई? तर कुनै उत्तर थिएन। सायद केही सम्बन्धहरू बिना कारण सुरु हुन्छन्। भोलिपल्ट म फेरि त्यही समयमा बसिष्ठ पुगेँ। आफैलाई सोध्दै थिएँ, म किन आएको यहाँ? तर मनले भनेको थियो सायद ऊ आउँछे, र साँच्चै ऊ आई। त्यो दिन हाम्रो आँखा फेरि जुधियो र उसले हल्का मुस्कान दिए। त्यो मुस्कान मेरो दिन बनाइदियो। त्यसपछि दिनहरू बिस्तारै बदलिँदै गए। हामी सधैँ एउटै बसमा भेटिन्थ्यौँ। पहिला नजर, त्यसपछि मुस्कान र बिस्तारै कुरा। एक दिन उसले सोधी, तपाईँ कता पढ्नुहुन्छ? म अलिक नर्भस हुँदै भने, बानेश्वर कलेज। तपाईँ? उसले हल्का मुस्कानसहित जवाफ दिए, म पनि त्यही हो, तर फरक फ्याकल्टी। त्यही दिनबाट हाम्रो कुरा सुरु भयो। उसको नाम सरिता थियो। नाम जस्तै शान्त, तर भित्र कतै गहिरो। हामी दिनदिनै कुरा गर्न थाल्यौँ। बसमा, कलेजको गेटमा, कहिलेकाहीँ नजिकैको चिया पसलमा पनि। बिस्तारै म उसलाई बुझ्न थालेँ। तर सरिता अरू केटीहरू जस्तो थिएनन्। ऊ अलिकति फरक थिए, थोरै घमण्डी, थोरै चुपचाप। कहिलेकाहीँ म बोल्दा पनि उसले सानो जवाफ मात्रै दिन्थे। तर मलाई त्यो पनि मन पर्थ्यो, किनकि म उसलाई मन पराउन थालेको थिएँ। मलाई थाहा नै नभई मेरो दिन उसैको कुरामा बित्न थालेको थियो। उसँग भेट नहुँदा दिन अधुरो लाग्थ्यो। 2079 सालको फागुन महिना थियो। एक दिन मैले धेरै हिम्मत जुटाएर उसलाई भने, सरिता, म तिमीलाई केही भन्न चाहन्छु। उसले मलाई सिधै हेरिन्। के? मेरो मुटु जोडले धड्किरहेको थियो। म एकछिन रोकिएँ अनि भने, म तिमीलाई मन पराउँछु। त्यो क्षण सबै कुरा शान्त भयो जस्तो लाग्यो। उसले केही बेर केही बोलिनन् अनि हल्का हाँसिन् र भनिन्, तिमी पागल हौ कि क्या हो? त्यो वाक्य सिधै मेरो मनमा लाग्यो। म केही बोल्न सकिनँ, तर ऊ त्यत्तिमै रोकिनन्। उसले फेरि भनिन्, मन पराउनु गलत होइन, तर म त्यस्तो केटी होइन। मलाई यस्ता कुरामा विश्वास छैन। त्यो दिन म चुपचाप घर फर्केँ। तर अचम्मको कुरा के थियो भने अर्को दिन पनि म त्यही बसिष्ठ पुगेँ, किनकि म अझै पनि उसलाई पर्खिरहेको थिएँ। दिनहरू बित्दै गए। सरिता बिस्तारै टाढा हुन थाली। पहिले जस्तो कुरा नगर्ने, मेसेजको जवाफ ढिला दिने, कहिलेकाहीँ पूर्ण रूपमा इग्नोर गर्ने। तर म भने उही ठाउँमा, उही समयमा, उसैको पर्खाइमा बसिरहे। मेरा साथीहरूले बारम्बार भने, छोड यार, यस्तो केटीको पछाडि किन लाग्छस्? तर मसँग कुनै जवाफ थिएन। म उसलाई छोड्न सक्दिनँ थिएँ। एक दिन मैले अन्तिम पटक उसलाई सोधेँ, सरिता, के म तिमीलाई यति नराम्रो लाग्छ? उसले अलिक रिसाएर भनिन्, तिमी किन बुझ्दैनौ? मलाई मेरो लाइफ फोकस गर्न छ। म तिमी जस्तो इमोसनल कुरा गर्ने मान्छेसँग बस्न सक्दिनँ। त्यो दिन ऊ धेरै कठोर देखिएकी थिए। सायद त्यो उसको घमण्ड थियो वा उसको आफ्नै संसार। त्यसपछि सरिता बिस्तारै हराउन थाली। बसमा आउन छोडी, कलेजमा पनि कम देखिन थालिन् र एक दिन ऊ पूर्ण रूपमा गायब भइन्। मैले धेरै खोजेँ, उसका साथीहरूलाई सोधेँ, तर कसैले केही भन्न सकेनन्। समय बित्दै गयो, तर म भने उहीँ रोकिएको थिएँ। आज 2079 साल सकिन लागेको छ र म अझै पनि हरेक दिन त्यही बस स्टपमा उभिन्छु, उही समयमा। सायद ऊ फर्किन्छे भनेर, सायद एक दिन फेरि मलाई हेरेर मुस्कुराउँछे भनेर। तर अहिलेसम्म ऊ आएकी छैनन्। कहिलेकाहीँ म आफैसँग सोध्छु, के म मूर्ख हुँ वा म साँच्चीकै माया गरेको मान्छे हुँ? किनकि आजसम्म म उसलाई पर्खिरहेको छु र मलाई थाहा छैन यो पर्खाइ कहिलेसम्म चल्नेछ। तर कथा यहाँ सकिँदैन।
किनकि सरिताको हराउनु पछाडि एउटा यस्तो सत्य लुकेको थियो जुन मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ। त्यो सत्य के थियो? किन सरिता अचानक गायब भइन्? त्यो सत्य जुन मैले पहिले सोचेकै थिएन, सरिताको अचानक हराउने कारण थियो। मलाई थाहा थियो ऊ केवल घमण्डी मात्र होइन, उसको आफ्नै जीवनमा केही गहिरो कुरा चलिरहेको थियो। मैले खोज्ने प्रयास गरिरहेँ, उसको साथीहरूसँग कुरा गरिरहेँ, तर सबैको उत्तर एउटै थियो, थाहा छैन। 2079 सालको चैत महिना म फेरि रत्न पार्क पुगेँ। बस पार्कको भिड उही थियो, तर उसलाई देखिन। म हरेक दिन उही बसमा चढेर फर्किन्थेँ, हरेक दिन उही सडक हिँड्थेँ, हरेक दिन मैले सोध्थेँ कहिले आउँछे, कहिले मेरो जीवनमा फेरि प्रवेश गर्ने। म मनभित्रभित्रै सोचिरहेँ, कसरी यस्तो हुन सक्छ कि कुनै मानिस तपाईँको जीवनमा अचानक आउँछ र फेरि हराउँछ, तर तपाईँले उसलाई छोड्न सक्नुहुन्न। त्यही समय मैले उसको पुरानो मेसेजहरू हेरेँ। मनोज, म अहिले बिजी छु, पछि कुरा गर्छु। मलाई अझै फोकस गर्नै छ, तिमी पर्खिरहनु। मलाई त्यही बेला बुझियो ऊ कहिल्यै गलत छैन, उसको जीवनमा प्रायोरिटी केही भिन्न छ। म उसकै पर्खाइमा बसिरहेको थिएँ। म घर फर्कदा मेरो साथी सागरले भने, मनोज, तिमी पागल हो कि के हो? यस्तो केटीको पछि किन लाग्छौ? मैले केवल मुस्कुराएँ। मेरो मनले भनेको थियो म उसको पर्खाइ बिना जिउन सक्दिनँ। त्यो रात म आफैसँग बसको सिटमा सम्झिरहेँ। सहरको बत्तीहरू चम्किरहेका थिए, मानिसहरू हतारमा थिए, तर मेरो मन स्थिर थिएन। मेरो मन केवल सरितामा थियो। म सोचिरहेँ, के ऊ फेरि फर्किन्छे? के ऊ मेरो कुरा सुन्न चाहन्छे? कसरी उसलाई बुझाउने कि म पर्खिरहेको छु, तर कहिल्यै टोक्दिनँ। त्यो समय मैले उसको घर पनि गएँ। सानो गाउँ, ढोकाबाट भित्र केही देखिन, तर उसको हाँसो, उसको आवाज केही सुनिन। मैले सम्झिएँ कसरी हामीले पहिलो पटक भेटेका थियौँ, कलेजको गेटमा, बसमा, चिया पसलमा। कसरी हरेक दिन उसको मुस्कानले मेरो दिन बनाउँथ्यो, र अहिले सबै केवल सम्झना बनेको छ। मैले सोचेँ सायद यो पर्खाइ नै हाम्रो प्रेमको वास्तविक रूप हो। साँचो माया भनेको कसैलाई बिना कुनै स्वार्थ पर्खन सक्नु। चैतको अन्त्यसम्म मैले धेरै दिन उही बस स्टपमा पर्खिरहेको अनुभव गरेँ। केही पल म उसलाई देख्न सकिनँ, तर हरेक दिनको बिहान, हरेक साँझ मेरो मुटुले अझै पनि आशा गरिरहेको थियो। एक दिन मैले फोनमा उसका मेसेज हेरेँ। अचानक एउटा नोटिफिकेसन, मनोज, म आज सहर आउँदैछु, भेट्न सक्छौ? मेरो हृदय उफ्रियो, तर त्यो मेसेज केवल अटोमेटेड रिमाइन्डर थियो। ऊ फेरि आएन। मैले बुझेँ यो केवल पर्खाइको यात्रा हो। कहिलेकाहीँ माया केवल पर्खाइमा हुन्छ। आज पनि म त्यही बस स्टपमा उभिन्छु। हरेक दिन, हरेक पल, सायद एक दिन सरिता फेरि मेरो जीवनमा फर्किन्छे। तर साँचो कुरा के हो भने मैले पर्खिरहेको छु, तर कहिल्यै थाहा छैन कि मेरो पर्खाइको अन्त्य कहिले हुनेछ। पर्खाइ सायद सबैभन्दा गहिरो माया यही हो, कसैको लागि पर्खनु र उसलाई आफ्नो जीवनको हिस्सा बनाउने सपना हेर्नु। त्यो सत्य जुन मैले भाग 2 मा भने, सरिताको हराउनु केवल उसको आफ्नै परिस्थितिको परिणाम थियो। ऊ सधैँ इन्डिपेन्डेन्ट थिइन्, आफ्नो ड्रिम्स र रेस्पोन्सिबिलिटिजमा ध्यान दिने। मलाई त्यो बुझ्न समय लाग्यो। 2079 सालको वैशाख महिना म फेरि काठमाडौँको पुरानो रत्न पार्क बस पार्क पुगेँ। त्यही बस स्टप, उही भिड, तर मेरो मन भने उही सरितामा अड्किएको थियो। मैले आफूलाई सम्झाएँ, मनोज, आज पनि उसलाई भेट्न सक्दिनौ, तर पर्खाइले तिमीलाई मजबुत बनाएको छ। म अझै पनि हरेक दिन उही बसमा चढ्ने, उही झ्याल छेउमा बस्ने र उसको सम्भावित उपस्थितिको आशा राख्ने। मान्छेहरूले हेर्दा सायद पागल जस्तो लाग्थ्यो, तर म भित्रै जान्दथे यो केवल माया होइन, यो मेरो धैर्य र विश्वासको परीक्षा थियो। एक दिन मैले पुरानो चिया पसलमा जान सोचेँ, त्यो ठाउँ जहाँ हामी कहिलेकाहीँ भेट्थ्यौँ, कहिलेकाहीँ केवल नजर जुत्थ्यो। मैले त्यहाँ गएँ र हल्का चिया अर्डर गरेर बाहिर झ्यालबाट बाटो हेर्दै बसेँ। भिड, आवाज, हल्ला सबै एउटै, तर मेरो मन फेरि उही सरितामा थामिएको थियो। म सम्झिरहेँ कसरी उसले मलाई पहिले मुस्कुराएर छोडेकी थिइन्, कसरी उसले मेरो मनमा एउटा स्थान बनाइदिएकी थिइन्, र आज पनि म सोझै ती पलहरूमा फर्किन खोजिरहेको थिएँ। त्यो साँझ झरी हल्का परिरहेको थियो, मानिसहरू हतारमा हिँडिरहेका थिए। मैले झ्यालबाट हेरेँ, त्यो पनि अचम्म। मैले उसको एकछिनको स्याडो देखेँ। म उफ्रिएँ, तर सोचेँ कि यो केवल मेरो कल्पना हो कि वास्तवमै ऊ त्यहाँ थियो। मेरो मुटु धड्कियो, तर ऊ ढुक्कसँग देखिन। म बिस्तारै बुझेँ
सायद हाम्रो भेट कहिल्यै हुँदैन, तर पर्खाइले हामीलाई सँगसँगै बाँधिरहेको छ। म उसको यादमा जिउँछु। म उसको मुस्कान, उसको आवाज, उसको शैलीमा बस्छु। हरेक दिन म उसकै पर्खाइमा बसिरहेको छु। कहिलेकाहीँ आफूलाई सोध्छु के म मूर्ख छु? तर जवाफ स्पष्ट छ, माया मूर्खताको नाम हो र पर्खाइ यसको वास्तविक परीक्षा। गाउँको त्यो पुरानो घर जहाँ ऊ हुर्किएकी थिइन्, मैले धेरै पटक गएँ। ऊ भेटिन, केवल खाली आँगन, पुरानो झ्याल र हरियो बगैँचा। तर म बुझेँ त्यो ठाउँ उसका चाइल्डहुड मेमोरिजसँग जोडिएको छ। म उसको यादमा बस्ने प्रयास गरिरहेको थिएँ। सहरको चहल पहल, भीड अनि धुलोले हाम्रो भेट रोक्ने छैन, किनभने पर्खाइ केवल फिजिकल डिस्टेन्स होइन, यो भावना हो, विश्वास हो, माया हो। अन्ततः मैले सिकेँ, कसैलाई पर्खिनु भनेको केवल उपस्थितिको आशा गर्नु होइन, यो विश्वास गर्नु हो उनी तपाईँको जीवनमा फर्किए या नफर्किए, तपाईँले उनीका लागि आफ्नो माया र धैर्यको सम्मान गर्ने। आज पनि म त्यही बस स्टपमा उभिएको छु। हरेक दिन उही समय, उही बस, र मेरो मन फेरि एउटा आशामा धड्किरहेको छ। पर्खाइ, सायद यही हाम्रो प्रेमको अन्तिम स्वरूप हो। कहिलेकाहीँ भेट हुँदैन, कहिलेकाहीँ केवल पर्खाइमै रहन्छ, तर म सधैँ पर्खिरहनेछु, किनभने म जान्दछु साँचो माया केवल पर्खाइमा मापन हुन्छ। र मेरो यो पर्खाइ सायद मेरो जीवनको सबैभन्दा गहिरो, सबैभन्दा मिठो यात्रा हो।